तँलाई अहिले चाहिँ छोरोको याद आयो ऊ बेलामा त्यो केटासित पहिला जाने बेला छोरोको याद आएन ज्वाइँले अलिअलि रक्सी खान्थ्यो त के भयो घर गरेर बस्न सकिन्थ्यो नि एकचोटिलाई माफ गरिदिनुहोस् न दाइ बहिनी सम्झा न म यो वर्षको 30 मनाएर मेरो छोरो हेरेर फर्किन्छु दाइ हुन छैन तेरो छोरो हेर्न तेरो छोरोको अब त कोही पनि हैनस् त्यो छोरोको बाउ पनि म आमा पनि म भएर हुर्काउँछु तँलाई अहिले छोरो हेर्न मन लाग्यो त्यो बेला छोरो हेर्न मन लाग्यो कसरी 30 मनाउनुहुन्छ के दाइ बहिनी सम्झा न म बिना तैँले कसरी 30 मनाउँछस् म तेरो दिदी हो त म बिना कसरी 30 मनाउँछस् तैँले मलाई कठोर बनाएर मनाउँछ थाहा पाइस् एकचोटिलाई सम्झाइदिन मबाट गल्ती भयो एकचोटिलाई सम्झाइदिन दाइलाई त हाम्रो लागि मरिसकिस् क्या त हाम्रो लागि मरिसकिस् दाइ माफ गर्दिन एकचोटिलाई एकचोटिलाई माफ गर्दिन दाइ त हाम्रो लागि मरिसकिस् हामी जसरी चाडबाड मनाउँछौँ तँलाई केही मतलब छैन त अब आइन बाटो चेक्नुमा दाइ बिन्ती छ बरु कुट्नुस् मलाई कुट्नुस् तर एकचोटि मेरो छोरा हेर्नु दिनुहोस् दाइ बिन्ती छ जाऊ त जा बिन्ती छ दाइ एकचोटिलाई तँलाई लैजान भने सुनिनस् एकचोटि भनेको कुरा बुझ्दिनस् दाइ म बाबु हेरेर फर्किन्छु नि दाइ बाबु हेरेर 30 हेर्नु परेको छैन तेरो बाबु दाइ बिन्ती छ सम्झना तेरो बिग्रेको बानी सर्छ तेरो छोरोलाई हेर्नु परेको छैन म हुर्काउँछु म पढाउँछु म बढाउँछु जे गर्नुपर्छ त्यो भान्जोलाई म गर्छु बाउ पनि म भन्छु आमा पनि म भन्छु बुझिस् दाइ बिन्ती एकचोटिलाई बिन्ती माफ गरिदिनु न दाइ एकचोटिलाई मबाट गल्ती भयो दाइ हजुरले गएर बुझ्दा पनि हुन्छ हजुरको दाइ कस्तो हुनुहुन्छ भनेर दाइ बिन्ती छ दाइ एकचोटिलाई मेरो बाबु हेर्नलाई र यो वर्ष 30 मनाउनलाई लगिदिनुहोस् न दाइ बिन्ती छ दाइ लग्दिन दाजुले बिहे गरेर दिएको घर बिगारिसकेपछि त मेरो बहिनी हैनस् त मेरो नातामा कोही पनि पर्दिनस् तँलाई म चिन्दिनँ बहिनी सम्झा न बहिनी दाइलाई सम्झा न म दाइलाई केही हालतमा सम्झाउन सक्दिनँ अब खुइ बाटो लागिहाल्यो अब हामी जान्छौँ दाइ के को बिन्ती छ दाइ एकचोटिलाई दाइ मानिदिनुहोस् न दाइ म मरि भनी पनि तैँले मेरो मुख हेर्न आउनु पर्दैन त मरिस् भने म तेरो मुख हेर्न आउनेवाला छैन भन्नुहोस् न दाइ दाइ त्यसो नभन्नु न म नि हजुरको बहिनी हो त त्यसो नभन्नुहोस् न दाइ बिन्ती छ दाइ एकचोटिलाई माफ गरिदिनुहोस् न दाइ त भने मान्दिनस् त जा खुल्क जा जा भनेको दाइ दाइ माफ गरिदिनु न दाइ एकचोटि माफ त जा तँलाई चिन्दिनँ म तेरो दाइ होइन दाइ बिन्ती छ एकचोटिलाई माफ गरिदिनुहोस् न त मेरो दाइ होइन भने बुझिनस् दाइ बिन्ती छ एकचोटिलाई मेरो बाबु हेरेर 30 मनाएर फर्किन्छु दाइ माफ बहिनी सम्झा न माफ गर्दिनु कसैले सम्झाएर सम्झिन म जा ल सक हिँड बहिनी दाइ जाउँ दाइ होला यहाँ पछि लाग्छ भने ढुङ्गाले हान्दिन्छु म दाइ दाइ बरु हान्नुस् के दाइ एकचोटिलाई माफ तँलाई जा भनेको सुनिनस् तँलाई घोकै थाकै लानु त जा उता त जा दाइ त आउनु पर्दैन कस्तो दिन त मेरो बहिनी हैनस् मैले त मेरो लागि मरिसकिस् दाइ